दर्शकबिन अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले एउटा यस्तो नियम ल्याएको छ जसले सिङ्गो क्रिकेट विश्वलाई झस्काइदिएको छ। दर्शकबिन यसै विषयवस्तुलाई लिएर आज हामी कुरा गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। भिडियोमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक, च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। दर्शकबिन अबदेखि बाउन्ड्री भन्दा बाहिर उफ्रेर गरेको क्याचलाई मान्यता दिइने छैन। हो, तपाईले ठिक सुन्नुभयो। त्यो माइन्ड ब्लोइङ क्याच जसले दर्शकको मन जित्थ्यो अब खेलको नियममा अमान्य घोषित भएको छ। दर्शकबिन पहिले के हुन्थ्यो भने खेलाडीले बललाई बाउन्ड्री बाहिर उफ्रेर हावामा समात्थे अनि भित्र फर्किएर बललाई समात्दा आउट मानिन्थ्यो। यस्ता क्याचहरूलाई एथलेटिक्स ब्रिलियन्सको उदाहरण मानिन्थ्यो, जस्तै ट्रेन्ट बोल्ट, फाफ डु प्लेसी अनि सूर्यकुमार यादव, जसले एकदमै राम्रा उत्कृष्ट क्याचहरू लिएको उदाहरण हेर्न सक्छौं। दर्शकबिन तर आईसीसीले अहिले स्पष्ट बनाएको छ, क्याच गर्ने बेलामा खेलाडीको सम्पूर्ण शरीर फिल्ड अफ प्ले भित्रै हुनुपर्छ। यदि खेलाडीले बाउन्ड्री लाइनमा छुन पुगे वा हावामा भए पनि बाहिरबाट भित्र फर्किएको अवस्था भयो भने त्यो क्याच अब अमान्य हुनेछ। दर्शकबिन आईसीसीको भनाइअनुसार खेललाई अझ स्पष्ट र न्यायसँग बनाउने हेतुले यस्तो नियम ल्याइएको हो। तर केही फ्यानहरू चाहिँ दुई भागमा विभाजित भएका छन्। केहीले भन्छन् कि यसले फिल्डिङको आकर्षण घटाउँछ, त केहीले भन्छन् यो खेलमा फेयर हुनेछ। दर्शकबिन अब प्रश्न तपाईहरुतिर, के तपाईलाई यो नियम मन पर्यो कि यस्तो नियमले खेलको मजा घटाउँछ? कस्तो लाग्छ कमेन्ट सेक्सनमा कमेन्ट गर्न पनि नबिर्सनुहोला। अनि यस्ता रोचक क्रिकेट अपडेटका लागि हामीलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। जय नेपाल, जय क्रिकेट।